चाहिँ म फेरि धेरै दिनपछि अब भिडियोमा बनाउन गइरहेको छु है। हिजो यसो मोबाइल किन्न गएको थियो, आज चाहिँ बुढीलाई यसो सरप्राइज प्राङ्क गरौँ भनेर चाहिँ भिडियो बनाइरहेको छु। यसो हेरिदिनु होला साथीहरू है, बुढीको रियाक्ट कस्तो हुने रहेछ। अब यसो बुढीलाई प्राङ्क गर्नु पऱ्यो नि त। यहाँ मैले चाहिँ अब बुढीको अस्ति बर्थडे पनि केही दिएन, अनि अस्ति रोज डेहरू पनि केही दिएन, अनि बुढी अलिक रिसाएर बसिरहेको छ। यतिबाट बुढीलाई प्राङ्क गर्नको लागि चाहिँ गइरहेको छु। कस्तो हुन्छ बुढीको रियाक्ट हेर्नु साथीहरू। प्रो लिएर आएको छु, जब बुढीलाई थाहा छैन चाहिँ बुढीलाई यो 70 प्रोको चाहिँ भित्र चाहिँ अर्को मोबाइल हालेर बाहिर चाहिँ उसमा रात दिने विचार गरिरहेको छु। बुढीको रियाक्ट कस्तो हुन्छ है साथीहरू। यो भित्र चाहिँ म यो मोबाइल चाहिँ आफ्नो गोजीमा हालेर मेरो पुरानो मोबाइल चाहिँ हालेर मोबाइल चाहिँ गोलभित्र हालेर दिँदैछु। कस्तो हुन्छ बुढीको रियाक्ट त्यसमा हालेर झोलाभित्र चाहिँ हाल्नुभयो। नयाँ मोबाइल चाहिँ मैले त गोजीतिर हालेछु। के भनिदिरहेछु बुढीलाई यसो सरप्राइज दिनु रहेछ, प्राङ्क गर्न गइरहेको छु आज। नयाँ मोबाइल चाहिँ मैले गोजीमा हालेँ साथीहरू। के आउँछ बुढीको रियाक्ट। बुढी चाहिँ त सुतिरहेको छ, मैले त अर्कै कोठामा यस्तो बुढीलाई प्राङ्क गर्न गइरहेको छु। अर्को कोठातिर लगिरहेको छु, म चाहिँ प्राङ्क गर्ने मोबाइल पुगेर आइरहेको छु। के भन्नु त जाँदैछ, कस्तो आउँछ रियाक्ट बुढी। हेलो बुढी, के छ खबर? कहिलेदेखि सोध्नु? एउटा गिफ्ट ल्याइदिएको छु, आँखा छिमे गर त। सुन न, कहिले तपाईँले गिफ्ट लिएको अहिलेसम्म छ? के गिफ्ट होला गेस गर त। ल कस्तो के गिफ्ट? तपाईँले गिफ्ट लिएको रहेछ भने त म त हो रहेछ भन्थेँ। तपाईँले कहिलेसम्म गिफ्ट लिएको छैन मलाई। आँखा छिम्म गर त ल हेरौँ। नगफ्नु हो त्यो के हालिदिनु होला। हो के हालिदिनु भने होला। यी भान्जाको कट्टु कस्तो लाएर यता न मान्छेले देख्छ कि माले भिडियो बनाएको रहेछ। आँखा चिम्म गर त ल। हावाको फलै सरप्राइज दिनेवाला छ, चिम्म गर न। त्यहाँ ढाँटेको छ त पड्काउँछु म त। चिम्म गर त बुढी ल। ल त्यो के दिएको छ त बिर्से म त मान्दैन नि फेरि। हेरौँ आँखा खोल्नुहोस् ल। या लुगा चाहिँ होला सायद। लुगा हेरौँ। के रापुतिन मोबाइल पो छ त। ओ माय गॉड, आइफोन। कभर मात्र होला। खोलेर हेर्नु है त। किन आइफोन प्रो हो? 70 प्रो आइफोन प्रो भनेको यस्तो नै हुन्छ। यही हो, यस्तो नै हुन्छ। जाम्नु त्यस्तो त ढाँट्दो रहेछ यार। फेरि यस्तो यस्तो चाहिँ आउँछ क्या यो आइफोन 70 प्रो हो। यस्तो फुटेको चाहिँ त्यस्तो हावा गफ नगर्नु पर्छ। म यो फेरि चार्जर पनि छ यस्तो नयाँ। यो ढाँटेको रहेछ क्या। होइन त्यही हो, हुन्छ। आइफोन 70 हो क्या त्यो अहिले आएको नआएको हो। फुटेको चाहिँ कस्तो रहन्छ यो? फुटेको मोबाइल हुन्छ कहाँ छ फुटेको खोइ? यहाँ हेर्नु यस्तो फुटेको चाहिँ आइफोन कहाँ लेखेको छ 70 प्रो? तपाईँको मोबाइल रहेछ। मैले त नखोली ल्याएको त्यसै मान्छेले त्यतै जिस्काउँदो रहेछ। गर त ल। ल कुन हो? आइफोन 70 प्रो हो कि ऊ मात्र हो? पनि त्यो पुरानो मोबाइल हो। यो त नयाँ सक्कली नै रहेछ। किन हालेको त्यो अर्काको सिधै दिनु नि। कभर जस्तो मात्रै छ, कभरमा त त्यो बुझ्नु त। ओ माई गॉड, कुन हो भन्नु त? हेर न आफै हेर, मैले के भन्नु। म चाहिँ कसरी बुझ्नु त? जापानिज अक्षर लेखेको छ। नयाँ मोबाइल हो कि पुरानो मोबाइल भन्दा यो भान्जा नयाँ हो कि पुरानो मोबाइल हो भन्नु त। नयाँ रहेछ है। यो माइजूलाई त कामै छैन है, पुरानो मोबाइल हुन्छ। सम्झाइदिनु त माइजूलाई, माइजूको दिमाग छैन भन्नु त। ओ माई गॉड, साच्चीकै हो विष्णु। म सपना सिक्पी बनाएको छु। पिपना हो कि सपनामा खोइ? कुन हो भन्नु न? यो सपना हो कि पिपना भन्छ है? कुन हो भन्नु त? भान्जा भन्छ नयाँ हो कि पुरानो मोबाइल? नयाँ हो। माइजूको दिमागै रहन्छ है। त्यो चाहिँ किन दिएको त नि तपाईँको चाहिँ? है साथी, मेरो बुढीको चाहिँ अब रियाक्ट यस्तो छ। हेर्नुहोस् अब सक्यो भिडियो आजलाई है। भन्नु न के सक्यो? मैले
फाइनली बुढीले मोबाइल दिएँ है बुढी हेर्दैछ अब नयाँ हो कि पुरानो छुट्याउन सकि छैन नयाँ त नयाँ रहेछ कि कुन हो भन्नु क्या हेर त्यहाँ होला नि त आइफोन 70 मात्र हो कि प्रो हो कि म्याक्स हो 70 प्रो म्याक्स हो यो प्रो म्याक्स हो ल हेर है आरिगातो गोजाइमास दान्दासान धेरै धेरै धन्यवाद साथीहरु चाहिँ भिडियो अब आज हिँड गरे है ओ माय गॉड खै एकछिन उ गरौँ न रियाक्ट गरौँ न कस्तो छ कलर मन पर्यो त मन पर्यो अहिले चलेको क्या मैले अर्को चाहिँ देखेको थिएँ तर मैले तपाईँ दिन्छ भनेर सोचेको पनि थिइनँ क्या बिस्नु यार यस्तो एक्सपेक्ट गरेको थिएन यहाँ होइन क्या होइन साथीहरू म के भन्न चाहन्छु भने होइन बिहे गरेको कति 5 वर्ष भयो अब एनिभर्सरी आउँदैछ होइन 5 वर्ष भयो अहिलेसम्म एकछिन दिन त एकछिन खोज्नु त त्यसले लगो बुढी के छ रियाक्ट होइन साथीहरू अहिले भान्जाले नगर्नु न यो चाहिँ उसको क्या भान्जा चाहिँ अहिले मेरो मोबाइल लगेर गयो क्या भागो अनि त्यही भएर भिडियो कट भयो होइन त्यसको गर्नु 5 वर्ष भयो क्या अहिलेसम्म बिहे गरेको उसले चाहिँ अहिलेसम्म यस्तो सरप्राइज गिफ्ट चाहिँ केही पनि दिएको थिएन यो चाहिँ ठुलो सरप्राइज गिफ्ट थियो धेरै धेरै धन्यवाद त 500 को भयो त भन्नु पर्दाखेरि हाम्रो बुढालाई चाहिँ बोल्न आउँदैन क्या सानो सुरु बोल्छ त्यसको बोल्न 500 को लागि धेरै ठुलो भन्छ यो 500 मा आउँछ जस्तो हजुर भन्छ धेरै धेरै धन्यवाद बुढा यो चाहिँ बुढाले बनाउनु भएको तपाईँले स्टार्ट गरेको भिडियो बुढाले स्टार्ट गर्नुभएको रहेछ धेरै धेरै धन्यवाद मैले चाहिँ आइफोन 70 प्रो म्याक्स पाएँ फाइनली साथीहरू मैले ऊ पनि गरेको थिइनँ अनुमान पनि गरेको थिइनँ मैले सोचेको पनि थिइनँ अलिकति सोचेको थिइनँ ल अर्को पनि दिएको भान्जाले यो चाहिँ मेरो भान्जा हो हजुरहरूलाई थाहा भइसकेको छ मैले त कहिले सोचेको पनि थिइनँ क्या ओ माई गड यस्तो फोन आउँछ भनेर चाहिँ मैले एक्सपेक्टेसनै राखेको थिइनँ फाइनली बुढाले दिनुभयो किनभने मैले चाहिँ मलाई चाहिँ के भन्नुहुन्छ भने भिडियो बना भन्नुहुन्छ क्या बुढाले अनि स्टोरेज फुल हुन्छ लास्टै सेट फुल भएको छ क्या मेरो चाहिँ अनि त्यही भएर चाहिँ मैले भिडियो बनाएको थिइनँ हेर्नु न मलाई भान्जाले जिस्काएको ल तिमीले ओ माई गड भान्जाले पनि दिएको हजुर ए साथीहरू मेरो चाहिँ मम्मीले फोन गर्नुभएको रहेछ कि मैले चाहिँ बुढाको भिडियोलाई कन्टिन्यू गरिदिन्छु यिनी पनि गरिदिन्छु बुढा चाहिँ तर जानुभयो मान्छे आउनुभयो भनेर अनि के अरे हाम्रो चाहिँ मम्मीले फोन गर्नुभएको रहेछ क्या मैले त्यो भिडियो गर्दा गर्दै अनि चाहिँ त्यस्तै हो अनि बुढाको सरप्राइज चाहिँ राम्रै लाग्यो बुढाको युट्युब फ्यामिलीहरूले पनि माया गरिदिनु होला यो भिडियो चाहिँ बुढाको अनि आउँछ होइन अनि म चाहिँ मेरोमा पनि हाल्छु मेरोमा पनि स्टार्ट गरेर हाल्छु म चाहिँ सुरुमा स्टार्ट गरेर अनि उहाँले चाहिँ उता किन्न गएको पनि भिडियो अलिअलि बनाउनु भएको रहेछ क्या त्यो भिडियो पनि म लास्टमा राखिदिन्छु हस् अनि भन्दै मेरो बुढालाई माया गर्नु होला सपोर्ट गर्नु होला मलाई पनि त्यस्तै गर्नु होला म पनि मेरो भिडियो नि म भन्छु मेरो च्यानल चाहिँ सुविना सुनवार भ्लग छ साथीहरू मेरो बुढाको युट्युब फ्यामिलीहरूले गरेर सब्सक्राइब गरिदिनु होइन अनि त्यति नै भन्न चाहन्छु धेरै धेरै धन्यवाद भन्न चाहन्छु मेरो बुढालाई चाहिँ मैले बुढाको भिडियो बनाइरहेको छु यो चाहिँ अनि मेरो जर्काउँछ अनि उसले किने चाहिँ म पछि राख्छु साथीहरू बाई बाई टेक केयर बुढीले सरप्राइज दियो भने मोबाइल बस्नु आएको छु もし何かこちらからお伝えしたいことがあったときにまたご連絡